पुल बनाएर त सकियो अब तपाईहरुको क्यूआर बन्द हुन्छ कि चालु नै रहन्छ चालु रहन्छ क्रिस्चियन हो क्रिस्चियन हो भन्ने प्रमाण छ तपाईसँग कति छ भन्ने मैले होइन अभी बद्दत है भाइ अभी बद्दत है अमराम लिंकनले पनि अमराम लिंकनको अमेरिकामा 8 पटक चुनाव भयो ऋषिरहला कुर्सीको लागि पछि लाग्ने मै हत्या गर्ने मान्छे होइन मलाई धेरै पटक गिरिजा प्रसाद कोइरालाले बोलाएर सोध्नुस् म स्वर्गमा हुनुहुन्छ सोध्नुस् म स्वर्गमा हुनुहुन्छ आर यु कमेडी ए घण्टेका कुकुरहरू तिमीहरुको नेता यसरी सुत्छ कुनै ठाउँमा ल भन्छ छैन के माटोमा बस्ने माछी माधव नेपालको नाम लिएर म एकछिन पछि यो प्रश्नको जवाब दिँदा त मेरो पनि दिमाग खराब हुन्छ कहाँ गरे त सहकार्य आजै सकिन्छ भने आजै गरौँ एक बार कुत्ते की दुम सीधी हो सकती है मगर तू टेढ़ा का टेढ़ा ही रहेगा हराम हार्दिक अनुरोध गरे रविलाई भोट हाल्नु भन्दा बरु यही आतंककारी प्रचण्डले मतदान गर्नु हो प्रचण्ड आउने एकचोटी बहस गरौँ क्रान्तिको बारेमा पहिला आउँछ आउँदैन स्वर्णिम वाग्लाई कहिलेदेखि चिन्नु हो कहिलेदेखि उसको नाम फेमस होइन गोर्खा होइन तर उहाँलाई फेमस कसले बनायो उहाँलाई प्लानिङ कमिसनको मेम्बर कसले बनायो शेरबहादुर देउवा उहाँलाई महासमिति सदस्य कसले बनायो शेरबहादुर देउवा अनि उहाँले फेसबुकमा जहिले पनि गलत कमेन्ट कसको बारेमा लेख्नु शेरबहादुर देउवा उहाँलाई युएनमा जागिर जानलाई बिचमा सिफारिस कसले गरिदिनु भयो शेरबहादुर देउवा अब के चाहिँ दिएनौँ हामीले तपाईहरुले त हिजो चुनाव जित्दाखेरि हामी हिजो पुरानो दलले विधि मानेन अब हामी विधि अनुसार काम गर्छौं भनेर भन्नु भएको कारणले मैले के भन्नु सभामुख महोदय तपाईलाई म निवेदन गर्न चाहन्छु के गर्नु कोही हुन्न मैले कसलाई सुनाउने तपाईलाई सुनाएर हुन्न होला कैसे लोग रहते हैं यार यहाँ पर बाध्यकारी भयो अस्ति पनि त्यसै भन्नु पर्यो कस्तो मेरो बाध्य छ भने परिस्थितिले सिर्जना गरेर सभामुख तपाई आफै सम्झिनु त अब परिस्थिति त्यस्तो छ के गर्नु 2 जना मन्त्री हुनुहुन्छ खै 7 जना मन्त्री कहाँ जाने के गर्नु म त्यतिकै बसिदिन्छु फेरि अस्ति पनि बसि नबसु भन्दा भन्दै बाध्यकारी सिर्जना आज पनि ल तपाई विधि सम्मत चलाउने भने डाक्नुपर्छ नादाकेर कसरी हुन्छ थिति बसाल्नु परेन जे पाए त्यो गर्ने हो त यो सदनमा मलाई छक्का लाग्छ अब ठ्याक्क म आइपुगे कि त्यसले मन्त्रीहरू हिँड्नुभयो कि के भयो ल सभामुख महोदय मैले यही निवेदन गरेँ म त बानी पनि परे जस्तो लाग्न थाल्यो होइन अब यहाँलाई कसरी छ मन्त्री चाहिन्छ मन्त्री बिना मलाई कुरो पनि फुर्दैन समस्या छैन कमरेड माननीयहरुको चित्त दुखेको छ टी स्टेटको फाइल 1 नम्बरमा खलियोस् गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गरे हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले निहालिरहेकै छन् यो बाधाको बारेमा चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने सदन चल्न गाह्रो हुन्छ यहाँ संसदमा कराएर केही हुनेवाला छैन यो के हो बालेन समर्थकहरूलाई थाहा छ कि यो बालेन्साको टोइलेट हो सबै नखाइ पिन्छ अलिकति हर्केलाई पनि दे बालन साललाई केपीओलीको दोस्रो रूप भन्दा के अभी बद्दत है भाइ अभी बद्दत है अभी तूने गाडी में उंगली किया ना केपीओलीको अर्को रूप चाहिँ हर्क साम्पाङ नै हो है अहंकारी र घमण्डी आजको राजनीतिमा कोही छ भने त्यो चाहिँ हर्क साम्पाङ हो कुनै समय केपीओली त्यस्तै थिए भन्छन् कि म प्रधानमन्त्री बन्छु भन्दासम्म त मान्छेले अलिअलि पत्याएकै थिए म प्रधानमन्त्री भए म गृहमन्त्री बन्छु के खानु भन्नु तपाईहरुलाई चाहिँ एउटा आरोप चाहिँ के छ खगेनजी भने आरोप पनि भन्न पर्यो सही कुरालाई त किन आरोप भन्नु पर्यो हैन यो कहिलेकाहीँ चाहिँ धान्नै नसक्ने हुन्छ क्या मैले एउटा कलाकारको कुरा सुनेको थिएँ धेरै समय अगाडि उहाँले एकैचोटि 10 करोड देख्नु भयो अरे 10 करोड क्या तपाईले मैले देखाएको छैन मलाई हैन एकैचोटि 10 करोड देख्नु भयो अरे त्यो 10 करोड देखेपछि उहाँ ती हार्ट अट्याक भएछ तपाईहरुलाई पनि अहिले कतिपय क्रियाकलापमा चाहिँ त्यस्तो भइराछ कन्ट्रोल हुँदैन तपाईको हर्क साम्पाङसँग त ल्याकत रहेन त जब बालेन छ संसद भित्र आउँदाखेरि तपाईको हर्क साम्पाङ फुत्त ढोकाबाट बाहिर निस्किने ल सदनमा बालिन चाहिँ किन आउनु नभए आजकल अब एक दिन बोलेर त सीमा मिच्नु भयो सधैँ बोल्नु भने देश र अनि तपाईले फोन गर्नु भएन
मैले अस्ति फोन गरेको थिएँ बालेनजीको छोरीले उठाउनु भयो के भन्नुभयो त छोरी बोल्न थालिसक्नु भएछ बाबु बोल